उहाँलाई चाहिँ प्रेरणा मिलोस्, केही चाहिँ हैन एकदम मोटिभेट होस् भन्ने हिसाबले चाहिँ यहाँनिर उहाँ यो चाहिँ टक्क समलाहरूले यहाँनिर पठाइदिएको हो। यो चाहिँ समला त आएन नि, उहाँहरूले चाहिँ तल पटनालीमा बोलाएर उताबाट चाहिँ यता पठाइदिनु भएको भन्ने खालको खबर। हेलो नमस्ते सम्पूर्ण आदरणीय दर्शक महानुभावहरू, म तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। म चाहिँ अहिले ठ्याक्कै तपाईँको यहाँनिर साबुन फ्याक्ट्रीमा आइसकेको छु र यो साबुन फ्याक्ट्रीको बारेमा चाहिँ म तपाईँहरूलाई चाहिँ देखाउन लागिरहेको छु। साबुन फ्याक्ट्री चाहिँ कहाँ कसरी बनेको छ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई देखाउन लागिरहेको छु दर्शक महानुभावहरू। पक्कै पनि यो साबुन फ्याक्ट्री चाहिँ हाम्रो आदरणीय मेयर हर्क साम्पाङको परिकल्पना र भिजनमा बनिएको यो साबुन फ्याक्ट्री हो। र जुन साबुन फ्याक्ट्री चाहिँ ठ्याक्कै सर्दु खोलाको किनारमा अथवा डिलमा बनाइएको छ, किनभने यो यहाँनिर एकदमै सहज र सरल पनि हुन्छ। यहाँनिर फ्याक्ट्री बनायो भने यहाँबाट चाहिँ बजारतिर पुर्याउनको लागि पनि एकदम सहज हुने भएको कारणले पनि यहाँ बनाएको। पक्कै पनि दर्शक महानुभावहरू, यो एकदमै राम्रो र मजाको ठाउँमा चाहिँ यहाँनिर साबुन फ्याक्ट्री बनेको छ। यहाँनिर म तपाईँहरूलाई देखाउँदैछु, ल हेर्नुहोस् यहाँनिर यस्तो छ दर्शक महानुभावहरू। यहाँनिर चाहिँ साँच्चै गरिमामय एकदम महत्त्वपूर्ण जुन अभियान छ कोका खानेपानी 2, कोका खानेपानी 2 को चाहिँ पाइप जोड्ने काम धमाधम भइरहेको छ र अहिले चाहिँ तपाईँको फिनिसिङ टोली भनेर पनि चिन्न सकिन्छ, किनभने अहिले 2-3 ग्रुप चाहिँ अहिले छुट्याइएको छ र करिब 1 हप्तामा सकिन छ भन्ने खालको अनुमान लगाइएको छ। र यहाँनिर चाहिँ अहिले आदरणीय दिदी समला मार्फत चाहिँ दाता धनकुमारी ज्यूले चाहिँ यहाँनिर जस हाम्रो प्लम्बर दाजुभाइहरूलाई चाहिँ कुखुरा चाहिँ जस दिनुभएको रहेछ र कुखुरा चाहिँ यहाँनिर मैले तपाईँलाई देखाउँदैछु। यहाँनिर 2टा छ र हाम्रो केही उहाँलाई चाहिँ प्रेरणा मिलोस्, केही चाहिँ हैन एकदम मोटिभेट होस् भन्ने हिसाबले चाहिँ यहाँनिर उहाँलाई चाहिँ कुखुराको चाहिँ दान गर्नुभएको रहेछ उहाँहरूले। ल यहाँ हेर्नुहोस्, यहाँ बनाइरहेको दृश्य मैले देखाउँदैछु। दर्शक महानुभावहरू, यो साँच्चीकै अत्यन्तै महान र महत्त्वपूर्ण जुन फ्याक्ट्री बनेको छ साबुन फ्याक्ट्री, जुन साबुन फ्याक्ट्रीमा म आएर यहाँनिर तपाईँहरूलाई चाहिँ देखाउने कोसिसमा छु। यहाँनिर हेर्न सक्नुहुन्छ, यसरी चाहिँ हाम्रो आदरणीय श्रमपिता मेयर हर्क साम्पाङको भिजन र परिकल्पनामा बनाइएको साबुन फ्याक्ट्री यसरी चाहिँ निर्माण गरिएको छ। र जुन साबुन फ्याक्ट्री चाहिँ असाध्यै राम्रो ठाउँमा चाहिँ बनाइएको छ, किनभने यहाँबाट चाहिँ तपाईँको धरान पनि एकदमै सिटी पनि नजिकै भएकोले गर्दा पछि गएर यहाँ उत्पादन भएको जुन साबुनहरू हुन्छ हैन, तिनीहरूलाई चाहिँ सजिलैसँगले चाहिँ बजार बिक्री गर्नको लागि पनि सजिलो र नजिक भएकोले गर्दा यो ठाउँमा एकदमै सेन्टर राम्रो पर्ने भएकोले गर्दा पनि उहाँहरूले चाहिँ यहाँनिर साबुन फ्याक्ट्री चाहिँ खोल्नु भएको छ। र जुन साबुन फ्याक्ट्रीमा म आइसकेपछि चाहिँ यहाँनिर हाम्रो कोका खानेपानी 2 को जुन अभियानमा अहोरात्र जोडिरहनु भएको छ हाम्रो अत्यन्तै कर्मठ मेहनती क्षमतावान हाम्रो प्लम्बर दाजुभाइहरू हुनुहुन्छ र अहिले चाहिँ उहाँहरूले चाहिँ फिनिसिङ टोलीमा 2-3 ग्रुप बनाउनु भएको छ, किनभने छिटोभन्दा छिटो काम चाहिँ फत्ते गर्नको लागि र जो सक्नको लागि चाहिँ 2-3 ग्रुप बनिएको छ। र जुन एउटा चाहिँ यहाँनिर हामी सर्दु खोलादेखि ठ्याक्कै पारिपट्टिको जुन जङ्गल छ त्यहाँनिर चाहिँ अहिले फिनिसिङ गर्ने काम भइरहेको छ। र त्यहाँनिर चाहिँ काम गर्ने हाम्रो अत्यन्तै इमान्दार मेहनती र दक्ष भएको हाम्रो जुन दाजुभाइहरू हुनुहुन्छ
उहाँहरूलाई चाहिँ आज चाहिँ धनकुमारी आदरणीय धनकुमारीले चाहिँ उहाँहरूलाई चाहिँ कुखुराको खानाको जस बन्दोबस्त गर्नुभएको रहेछ। 2टा कुखुरा पनि उपलब्ध गराउनु भएको रहेछ। उहाँलाई चाहिँ धनकुमारी दिदीलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण हामी धरानवासीले नै धन्यवाद दिनुपर्छ उहाँलाई। र यो चाहिँ विशेष गरेर हाम्रो समला बहिनीलाई चाहिँ होइन उहाँलाई चाहिँ दिनुभएको रहेछ। उहाँद्वारा चाहिँ यहाँनिर हाम्रो दाजुभाइहरूलाई चाहिँ प्रदान गरिएको छ, जुन चाहिँ अहिले हाम्रो यहाँनिर अत्यन्तै मेहनती र क्रियाशील र बौद्धिक पनि म भन्न चाहन्छु। किनभने यो यस्तो महान कार्यमा तीव्र गतिमा एकदमै आफ्नो काम हुन्छ, त्यस्तो कामलाई पनि थाँतीमा राखेर चाहिँ अहोरात्र खटिरहेको धरानी जनतालाई चाहिँ पानी खुवाउनको लागि चाहिँ खट्ने हाम्रो यहाँनिर दाजुभाइहरू हुनुहुन्छ, हाम्रो भान्जाहरू हुनुहुन्छ। यहाँनिर चाहिँ कुखुरा चाहिँ बनाइरहेको पनि म देखाउँदैछु। यहाँनिर हाम्रो एकजना हाम्रो दाजु हुनुहुन्छ, ल यसरी बनाइरहेको होइन। यता चाहिँ मेरो फेरि साथीको भान्जा, मेरो पनि भान्जा भान्जा फेरि अत्यन्तै ह्यान्डसम पनि छ अनि फेरि दिमाग पनि एकदम तिखो छ। हरेक कुराहरू ट्याक्कै पत्ता लगाइहाल्छ। फायर लाग्यो फ्याट्ट भान्जै, उतातिर के पाइप चुट्यो ठ्याक्कै भान्जा एकदम यङ छ होइन, दिमाग पनि ठ्याक्कै चल्छ, छिटो मिठो छ, ह्यान्डसम पनि छ मान्छे। ल मैले चाहिँ यो दृश्य म सम्पूर्ण धरानमा रहनुभएका मेरा भगवान रूपी दर्शकहरू र देश तथा विदेशमा रहनुभएका दर्शकहरूलाई पनि मैले आज तपाईँहरूलाई चाहिँ देखाइरहेको छु। कृपया यो भिडियोलाई स्किप नगरी सुरुदेखि अन्तिमसम्म हेर्नु होला। म तपाईँहरूलाई चाहिँ नै यहाँनिर साबुन फ्याक्ट्रीको जुन भवन बनाइएको छ त्यसको भित्र पनि म तपाईँहरूलाई भ्रमण गराउँदैछु, के कस्तो रहेछ भएको छ, कस्तो चाहिँ बनाइएको छ भन्ने कुरा पनि अहिले चाहिँ म तपाईँहरूलाई यहाँनिर कुखुरा चाहिँ बनाइरहेको दृश्य मैले देखाउँदैछु। यहाँनिर आगो बालेर यो चाहिँ एकदम अर्ग्यानिक, पहिला हाम्रो बाउ बाजेहरूले चाहिँ यो तरिकाले चाहिँ जस घरमा चुलो बनाइन्थ्यो। यो चाहिँ तीन चुला छ। यसको चाहिँ फेरि इतिहास एकदमै धेरै नै महत्त्वपूर्ण इतिहास छ। यो चाहिँ हाम्रो विशेष गरेर किराँतहरूको लागि होइन, त्यसको बारेमा चाहिँ म त्यति व्याख्या गर्दिनँ आज किनभने हाम्रो यहाँनिर रमाइलो छ। यहाँनिर यसरी कुखुरा चाहिँ बनाइरहेको दृश्य नै म धेरै जसो चाहिँ म यहाँनिर फोकस गरेर तपाईँहरूलाई देखाउँदैछु। यो हाम्रो धनकुमारी दिदीलाई चाहिँ धेरै धेरै धन्यवाद दिनुपर्छ, किनभने उहाँले नै चाहिँ यो प्रोभाइड गर्नुभएको भन्ने खालको मैले जानकारी हाम्रो मित्र माकुम मार्फत पाएँ होइन। त्यसले गर्दा पनि धनकुमारी हाम्रो दाता जुन हुन्छ सहयोग गर्नुहुने, उहाँले चाहिँ समला बहिनीलाई दिनुभयो र समला बहिनीले चाहिँ यतातिर फेरि हाम्रो दाजुभाइ भान्जाहरूलाई चाहिँ उपलब्ध गराउनु भएको भन्ने खालको जानकारी पाएकोले गर्दा मैले यहाँनिर ल देखाइरहेको छु यो दृश्य। एकदमै ल यो हो नि त अर्ग्यानिक कुखुरा, लोकल रहेछ। अनि त्यस पछाडि फेरि यो हाम्रो बाउबाजेहरूले चाहिँ पहिला यसरी चुलोमा पकाएको चाहिँ असाध्यै मिठो टेस्टी पनि हुन्छ, त्यो हिसाबले चाहिँ बनाउन आँटेको रहेछ। ल अब म तपाईँहरूलाई एकछिन चाहिँ भिजिट गराउँछु यो साबुन फ्याक्ट्रीको भित्र चाहिँ के कस्तो बनेको छ, कस्तो छ भन्ने कुरो तपाईँहरूलाई पनि उत्सुकता जागिसकेको हुनसक्छ। म तपाईँहरूको उत्सुकता मेटाउनको लागि भित्र प्रवेश गर्दैछु। यही हो द्वार चाहिँ पस्ने, यो चाहिँ द्वार हो होइन। म तपाईँहरूलाई ल भिजिट गराउँदैछु। ल हेरौँ है त साबुन फ्याक्ट्री कस्तो रहेछ भित्र। ठुलै रहेछ, ल एकदमै ठुलो रहेछ। ल साबुन फ्याक्ट्री चाहिँ ल हेर्नुहोस् दर्शक महानुभावहरू, असाध्यै ठुलो साबुन फ्याक्ट्री रहेछ यहाँनिर। ल हेर्न सक्नुहुन्छ यहाँ मासतिर पनि एकदमै ठुलो चाहिँ मजाले बनाइएको रहेछ, एकदमै इँटा लगाइएको छ। यहाँ तल भने तपाईँको यहाँनिर डोर छ होइन, डोर लगाइएको छ यसरी, र यहाँ माथि टिन रहेछ, माथि छाना पनि टिन, यसरी चाहिँ बनाइएको छ। दर्शक महानुभावहरू, म तपाईँहरूलाई चाहिँ यो साबुन फ्याक्ट्रीको जुन भित्रको दृश्य पनि म तपाईँहरूलाई देखाइरहेको छु दर्शक महानुभावहरू।
पक्कै पनि मलाई गर्व लाग्छ। धेरै वर्ष भइसक्यो फ्याक्ट्रीहरू बन्द भएको, तर यहाँनिर चाहिँ जब हाम्रो आदरणीय मेयर हर्क साम्पाङको उदयमान भइसकेपछि, निर्वाचित भइसकेपछि चाहिँ यहाँनिर नयाँ नयाँ फ्याक्ट्रीहरूको पनि तपाईँको फ्याक्ट्रीहरू पनि यहाँनिर बनाउने कामहरू पनि भएको छ। जस्तै यहाँनिर साबुन फ्याक्ट्री भएको छ भने माथि विष्णुपादुकाको कोकाको जुन छेउमा त्यहाँनिर साबुन फ्याक्ट्री पनि बनाइएको छ। यसरी फ्याक्ट्रीहरू पनि उहाँले चाहिँ उहाँको भिजन र उहाँको परिकल्पनामा बनाइएको छ भने यहाँनिर डोर रहेछ। ल यहाँ डोर छ, डोरबाट चाहिँ तपाईँ देख्न सक्नुहुन्छ पारी त्यहाँनिर चाहिँ तपाईँको सर्दु खोला छ। पकुवा र सर्दु खोला चाहिँ मिसेर सोहोरी तलतिर बगेको छ। असाध्यै राम्रो छ यहाँनिर दृश्य देख्नुहुन्छ। माथि डाँडा काँडा हरियाली वनपाका सबै छ होइन। असाध्यै राम्रो यस्तो ठाउँमा चाहिँ यहाँनिर बकाइदासँगले चाहिँ यहाँनिर तपाईँको साबुन फ्याक्ट्री बनाइएको छ। हेर्नुहोस् असाध्यै ठुलो छ। तपाईँको हेर्दाखेरि पनि एकदम राम्रो ठुलो मजाको छ। र यहाँनिर चाहिँ तपाईँको देख्न सक्नुहुन्छ यो जुन साबुन फ्याक्ट्रीमा यहाँनिर पाइप पनि थोरै पाइप पनि राखिएको छ। र यहाँनिर चाहिँ तपाईँ भन्नुहुन्छ भने हाम्रो यहाँनिर हाम्रो दाजुभाइहरूको चाहिँ यहाँनिर तपाईँको कराईहरू छ, यहाँनिर खाना पकाइ खाने सामानहरू रहेछ यो। ल यसरी चाहिँ धरानी जनतालाई चाहिँ पानी खुवाउनको लागि चाहिँ यसरी अहोरात्र खटिरहनु भएको छ। एकदम गर्व गर्नुपर्छ, उहाँलाई हामीले धन्यवाद दिनुपर्छ। किनभने उहाँहरूले काम नगरेको भए अहिले यहाँनिर हामी धरानीवासीले पानी पिउनलाई चाहिँ एकदम गाह्रो हुन्थ्यो। उहाँहरूको ठुलो महत्त्वपूर्ण भूमिका रहेको छ, त्यसैले पनि उहाँलाई हामीले धन्यवाद दिनुपर्छ। दर्शक महानुभावहरू, म तपाईँहरूलाई चाहिँ यहाँको सम्पूर्ण गतिविधिहरू, यहाँको सम्पूर्ण आवरणहरू, यहाँको दृश्यहरू चाहिँ म तपाईँहरूलाई देखाइरहेको छु। अहिले मैले साबुन फ्याक्ट्रीको भित्रको भागहरू सबै देखाउने कोसिस गरेँ। पक्कै पनि तपाईँहरूलाई यो हेरेपछि मन पर्छ होला भन्ने मलाई विश्वास छ। र तपाईँहरूलाई म बाहिरी भाग आवरण पनि देखाउन लागिरहेको छु। ल यसरी चाहिँ तपाईँको यहाँबाट सिधै भन्नुहुन्छ भने त्यो बाटो हुँदै चाहिँ विष्णुपादुका धरान 20 पर्छ। विष्णुपादुकाको भन्ज्याङदेखि चाहिँ उता मासतिर तपाईँको गएपछि विष्णुपा मन्दिर एकदमै ठुलो चर्चित मन्दिर हो। अनि त्यहाँबाट चाहिँ उता गयो भने खैरे पुगिन्छ। अनि कोका गयो भने तल यो चाहिँ कोका खानेपानी 1 र 2 को चाहिँ मुहान भेटिन्छ। यसरी चाहिँ दर्शक महानुभावहरू धरानको भौगोलिक हिसाबले पनि एकदम राम्रो छ। वरिपरि डाँडा हरियाली अनि बिचमा चाहिँ जुन मैदान छ त्यहाँ चाहिँ धरान सिटी छ। त्यसले गर्दा पनि असाध्यै राम्रो, धरान सुन्दर शान्त एकदमै राम्रो छ। आज जे होस् साबुन फ्याक्ट्रीमा आउने मौका मिल्यो, अवसर मिल्यो, म पनि असाध्यै हर्षित छु, खुसी छु। दर्शक महानुभावहरू, ल यसरी चाहिँ काम दमादम यसरी आज चाहिँ अर्ग्यानिक कुखुराको मासु आज सुप बन्दैछ। यो चाहिँ टक्क समलाहरूले यहाँनिर पठाइदिएको हो। यो चाहिँ समला त आएन नि, उहाँहरूले चाहिँ तल पटनालीमा बोलाएर उताबाट चाहिँ यता पठाइदिनु भएको भन्ने खालको खबर जानकारी चाहिँ पाइयो होइन। अस्ति जे होस् धेरै जसो चाहिँ उता फिनिसिङ टोली अर्को टोलीहरूलाई मात्रै धेरै गइरहेको, अनि यतातिरको टोलीहरूलाई चाहिँ अलिकति मतलब नदेखिएको भन्ने खालको जानकारी पनि आएको थियो। तर अहिले चाहिँ जस निय भएछ। अस्ति हामी यसरी चाहिँ काट्ने काम भइरहेको छ। ल यहाँनिर हाम्रो कामेसो आज चाहिँ लोकलको सुप बन्दैछ। ल मैले तपाईँलाई देखाएँ यसरी फटाफट काट्ने काम बनिरहेको छ। ल